यो चाहिँ मेरो 1 वर्ष भइसकेको भिडियोहरू हो। उहाँ चाहिँ मेरो कोपा मेरो पप्पा हुनुहुन्छ। उहाँ खस्नुभएको 1 वर्ष भइसक्यो, तर मैले उहाँको भिडियोहरू उहाँ बिरामी हुँदा हस्पिटलका भिडियो अनि खस्नुभएको काम क्रिया सबै भिडियोहरू लिइरहेको थिएँ। यसलाई चाहिँ म आज एडिट गर्दैछु। के गर्नु र आफ्नो भाग्य आफ्नो कर्म भनेको आफूले जति भाग्यमा जे लेखेर आएको छ त्यही नै हुने रहेछ। बचाउन धेरै प्रयास गरे पनि अब बचाउन सकिएन। तर आमा पनि आउनुहुन्छ घर जानु हुने जति जे गरे पनि अन्त्यमा हामीले उहाँले छोडेर जानु नै भयो। बन्ने बेलामा चाहिँ किन त्यता लाउनु? यो झर्का थालहरू पनि लाउनु पर्छ र। एकछिन ध्यान आकर्षित गर्न चाहन्छु। शवयात्रामा सहभागी हुनुभएको दाजुभाइ तथा दिदीबहिनी कुल परिवार आज हामी सत्य दुःखद घडीमा भेला भएका छौँ। रोङ गाउँपालिका 4 निवासी धनवीर राईको 74 वर्षको उमेरमा बिरामी भई उपचारकै क्रममा उहाँको निधन 2082 साल जेठ 20 गते उहाँको निधन भयो। र यो दुःखद घडीमा हामीले उहाँको 1 मिनट मौन धारणको लागि सानो कार्यक्रम राखेका छौँ। उहाँ अति स्वाभिमानी हुनुहुन्थ्यो, सोझिसिधा मान्छे। उहाँले डोको नाङ्लो झकहरू पुर्याएको सही हाम्रो घर परिवारमा होला त्यस्तो मान्छे एउटा शिवको धनी मान्छे उहाँ बित्नुभयो। र उहाँको 3 छोरा र 1 छोरी हुनुहुन्छ। र उहाँको मृत आत्माले शान्ति पाओस् भनेर हामी 1 मिनट मौन धारणको लागि यहाँ सबैलाई यथास्थानमा उठेर 1 मिनट मौन धारणको लागि रहिदिनु होला। र देब्रे हातले माटो हालिदिराख्नु छ है। माटो अलि हालिदिनु त्यो होइन अघि जबरजस्ती छुट्याएको त्यो खोल्ने बेलामा प्रजल डनले म त अघि बिहान भर्खर आएको त्यो माला पनि मिलाइदिनु न, त्यो पोते माला।
मम्मी खोइ मम्मी अघि चाहिँ फर्किनु भयो त गएछ होइन माथि बसिराख्नु भएको छ ए पोते त किन अनि अब बुढा मरेपछि बुढीलाई पोते दिएको हुन्छ नि त्यो दि पठाएको पनि म त ए चाम खाएको चाम खाएर त अलि अगाडि खाइहाल्यो कि गएको काम पनि दाजु गर्नु हुँदैछ खाने ठिक्क हुन्छ एक दिनको लागि फेरि बिहान ड्युटी गऱ्यो उता ए तासले गर्दा नि सबै छ काकाको मरौमा उयो तास खेल्दा सक्यो हाम्रो चाहिँ फेरि अब बनाइराखेको मैले त किन एडिट पो गर्नु पाइन्छ सबै बनाइरहेको छु मलाई त्यसमा आन्टीलाई फोटो नराख भनेकै हो तर म राख्छु के गर्छस् आज चाहिँ कति दिन हाम्रो 4 दिन भएको छ अब आज चाहिँ हामीले यो कपुर बनाइसक्नु पर्ने हुन्छ अनि यहाँ हामी कपुर बनाउँदैछौँ यहाँ ठेबा हुनुहुन्छ यहाँ दाजु भाइ निनी बहिनीहरू अनि म यहाँ छु यहाँ सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ अब यो लाएर बनाउनु पर्ने हुन्छ यहाँ चाहिँ काकीको भोलि चाहिँ हाम्रो नुन तेल भन्दा अगाडि नै हामीले चाहिँ यो कपुर बनाउनु पर्ने हुँदा हामीले आज बनाइरहेका छौँ स्पेशल हामीले मिस्त्री बोलाएको लन्डनबाट हामीले स्पेशल मिस्त्री बोलाएका छौँ उहाँ हुनुहुन्छ के हो नाम बहिनी मलाई पानी लगाइदिनु नि छाप बस्छ हौ नि हामीले चाहिँ नाम लेखिसकेको तर गिलो भएर देखेकै छैन पनि चित्त बुझाउनु भयो भने चाहिँ अब मलाई माफ गरिदिनु भन्नु यस्तो होला ठाडो ए जन्म मृत्युमा छुइ गयो नि यस्तो हो बस्छ होला बसेन भने भोलि चुना ल्याऊ नि दाजु चुना ल्याएर यसो गर्नुपर्छ अलिक खोबिटा पार्नुपर्छ अनि दाजु यसो टक 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 पारेर अनि चुना लगाइदिनुपर्छ चित्तको लागि म हेर्दैछौ माथिबाट हेर्नुहुन्छ हामी चाहिँ यहाँ बोरा पानी पर्दैछ अनि त्यही भएर बोरा यसरी बिछेर अब जानु लागेको 5 दिनसम्म यिनीहरू दुःख पायो भनेपछि ठिकै नायक आज 5 दिन पुगेछ छोडेको किन 5 दिनसम्म दुःख चाहिँ पाए आजदेखि चाहिँ खुल्ला 5 दिन पुगेछ 5 दिन आफ्नो कुरा अब एकटा पानीमा खर्च गरेको चाहिँ होइन खोला नाला गाडी डेबिटेर लिनु पायो यसरी बन्धन थियो कि पैसा दिनु सबै पाए त गाडी घोडामा हिँड्नु पायो खोला नाला पनि तार्नु पायो नदी समुद्रमाले मनाउनु पायो अब ढोक्दै जाने
पहिले यसो दाजु तपाईले फुलहरु लैदै जानुस् पहिला साथीरा होइन अनि त्यहाँबाट यो हाम्रो टोपी ढोकाउने अब काका मामा जेठो कान्छ ढोक्दै जाने कि भरत भाइ सेम्पुङला होइन ढोक्दै जान्छ सेम्पुङलाई यो बोक्यो मैले बोक्दिनु यो आफ्नो आफ्नो चिनेर ओढाइदियो हुन्छ नै चिनिहाल्छ कि आफ्नो फुल लगाइदियो अनि आफै चिनिहाल्छ आफै दिदे यसरी घुमाउनुमा चाहिँ अब कस्तो ढोक ढोकी फुलिनु पर्छ है साथी हो यो ढोक आफै ढोक्दै जानु अनि टोपी अनि उयो हाम्रो त कसले हुन्छ दिन्छ उता आमालाई सीमा उता सीमाला हो यो अब ढोक्दै जानु माइला भाइ यहाँ पनि छ है भरत भाइ यो चेली यहाँ लाउनु पर्छ अनि मात्रै हामीलाई यहाँ पनि दिनु न ए ल चिनिहाल्छ फुल काट्नु सुनको छ त आउँदैछ है यो चाहिँ के पो गरेको अरे चोखा यो अब हाम्रो एउटा मलाई यता पनि एकछिन बोके जस्तो भने यो आज यस्तो काटेन आई लभ यु दिनु पर्छ नि तिमी बस्नु दाइ त्यहाँ काका त आउनु तपाईँ अघि होइन अघि दिनुपर्छ कि अब लाउनु पर्छ माइला उतालाई मलाई दिँदा त हुन्छ होला नि त माइला आउन त्यो अब मामालाई दिएर उता दिने अब यता 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 यहाँ खुट्टा अब काकाले पनि दिनुहुन्छ होला त्यो पैसा झऱ्यो डेडी एउटा दिने गर्दा भयो त होइन यसो गरेर जाने कोही कान साइज न आउँथ्यो पनि अब एउटा उपर शिशिर काकालाई लगिदिनु हुन्छ अब एकजनाले मलाई त अलिक ठुलो छैन होइन पर भीम बप्पालाई पुगेन त ए यहाँ टोपी एकजनालाई लगाइदिनु भएको छैन ठेबा लगाइदिनु ज्ञानु काका ज्ञानुलाई एउटा राखिदिनु न अहिले चाहिँ हामी बप्पाको भाग पुर्याउनुको लागि कपुर जाँदैछौँ यो